हेलो साथीहरु, अब तपाईहरु जाने हैन त अन्नपूर्ण बेस क्याम्प? हामी त गएर आइसक्यौं हेर्नु। यो त अब पहिलाको हामी वैशाख चैतको लास्टमा हिँडेको हो। बुटोलदेखि पोखरा बसेर पोखराको बसपार्कदेखि लिएर झिनुपुलसम्म। तर हामीलाई चाहिँ घान्द्रुक छुँदै घान्द्रुकबाट लिएर गएर घान्द्रुकमा झार्दै त्यसपछि हामी हिँडेर गएर झिनुपुल फेरि अर्को गाडी 4 व्हीलर समायौं हैन। तर त्यस्तो अप्ठ्यारो चाहिँ लागेन, सजिलै हामी लोकल बसमै हिँडेको, फ्रेन्डली बजेट पनि लाग्यो हैन। अनि त्यसपछाडिबाट झिनुपुलदेखि माथि छोमरुङको उकालो बल्ल छोमरुङको उकालो कटाएर हामी लोवर सिन्नुवा गएर बस्यौं। लोवर सिन्नुवाबाट हामी सबेरे उठेर चाहिँ दोभानतर्फ लाग्दै थियौं। लोवर सिन्नुवाको चिनोमा हामी बसेको थियौं। त्यहाँ चाहिँ है एकदम मजाको इन्भाइरोमेन्ट थियो, फ्रेन्डली बजेट खानाहरू सबै। अब उकालो लेकतिर लागेपछि त अलिकति महँगो हुने नै भयो के। अनि यो चाहिँ डे 2 हो। डे 2 हामी लोवर सिन्नुवादेखि चाहिँ अब अप्पर सिन्नुवा हुँदै अब हामी अब मास्तिर लेकतिर चढ्दै गछौँ। अब हेर्नु न, त्यो बाटोमा यस्तो ब्लू स्काई, त्यो हरियाली, क्लियर मौसम, फ्रेस एयर, ओहो कस्तो आनन्द। हिँडेको थकाइ पनि लागेन है, हामीलाई त थकान महसुस पनि भएन। बाटोमा साथीभाइहरूसँगै निस्के पनि अघिपछि गरेर हिँडेको थियो। अनि त्यहाँबाट जो अगाडि जान्छ उसले साथीहरूलाई रुक्दै जाने गरेथ्यौँ। तर सँगै हिँड्न त अब सकिँदैन है। अब अगाडि गए पनि त्यस्तो छोडेर जान्थेनौँ, पछाडि साथीलाई पनि कुरेर। अनि हेर्नु बाटोमा यति धेरै यात्रीहरू भेटिन्छन् कि त्यो रुट चाहिँ एकदम सेफ लाग्यो है मलाई चाहिँ। त्यो अब सोलो ट्रेक हेर्नु न, यहाँ कसरी चढिरहेछ, यस्तो बाटो पनि छ कि यो बहिनी कस्तो कतै चढिरहेछ। त्यही पनि रमाइलो छ, सेफ रुट है। सोलो ट्रेक जानेहरूलाई चाहिँ झन् सजिलो छ। त्यस पछाडिबाट हामी त्यहाँबाट क्रस गरेर ब्याम्बो पुग्यौँ। ब्याम्बो पुगेर चिया पिएर फेरि हामी दोभानतर्फ लाग्छौँ। दोभानको बाटो बिचमा, दोभान र ब्याम्बोको बिचमा हेर्नु न कस्तो राम्रो सिन छ। तर पानीले चाहिँ सही दुःख दियो, कुट्यो पानीले बेसरी। अनि रेनकोट लगायौँ हामी, रेनकोट लगाएर हामी दोभानतर्फ गयौँ। अनि अब यो चाहिँ दोभानको घरहरू ठ्याक्क त्यहाँ दोभान भन्ने गाउँ आयो। अनि त्यहाँनिर गयौँ। अब अलिअलि रेनकोट निकाल्यो, पानी सिमसिम त परेको थियो, त्यो पनि अब फोटोसोटो भिडियो त गराउनु पऱ्यो है। अनि त्यहाँनिर चाहिँ हो यो ठाउँमा चाहिँ हामीले एउटा साथीलाई राख्यौँ, किनभने उसलाई चाहिँ हामी गएको 3 जना थियौँ केटीहरू है। उसलाई चाहिँ त्यहाँनिर लेक लागेर हामी त्यही छोड्यौँ। अनि छोडेर फेरि हामी सबै चाहिँ क्याडेन्स भाइहरूसँग हामी देउरालीतर्फ लाग्यौँ। देउराली दर्शन गरेर फोटोसोटो खिचेर, यो चाहिँ देउरालीको उकालो है। यो अझै मेन उकालो त खिच्नै भुलेछु है। यो उकालोमा हेर्नु 3 घन्टा लाग्यो हामीलाई उकालो कट्नु। आमा यति शास्ति छ यो उकालो चाहिँ। सबै अन्नपूर्ण बेस क्याम्पमा यति राम्रो सिन देखाउँछ नि, तर यो उकालो चाहिँ कसैले पनि नभनेको कि हामीलाई चाहिँ। अन्नपूर्ण बेस क्याम्प जाँदा चाहिँ 2टा उकालो ख्याल गर्नुपर्छ, एउटा छोमरुङको उकालो, एउटा चाहिँ देउरालीको उकालो हेर्नु। अनि यहाँबाट त 2 पाइला सर्यो, हेर्नु सास फेर्न गाह्रो हुने। यहाँ चाहिँ अलि लेक लागे जस्तो हुने, त्यसमाथि पानी परेर रेनकोट हेर्नु न, त्यहाँ एलियन जस्तो देखिएछौँ हामीहरू। यति नराम्रो देखेछौँ कि, तर के गर्नु। अब 2 पाइला चढ्दै अलि बस्दै 2-4 कतै ठाउँमा त हामी 4टा खुट्टाले हात खुट्टा पारेर हिँडेको ठाउँ पनि छ। अन्त हिँड्दा ठ्याक्क त्यो गुम्बा आयो, गुम्बा दर्शन गऱ्यौँ। अनि गुम्बा क्रस गरेर आउँदाखेरि चाहिँ अनि यहाँ वेट अन्नपूर्ण बेस क्याम्प यहाँ पुग्दा त ओहो यस्तो खुसी लाग्यो कि अब हामी नजिक आउँदैछौँ भनेर। अनि त्यो अन्नपूर्ण बेस क्याम्प कटेर आएपछि हो यो गोग्रेटो बाटो भयो है। यहाँ चाहिँ यस्तो ढुङ्गा छ, खोला छ है। अनि यहाँबाट चाहिँ यो गोग्रेटोमा यताउता हेर्दा यति आनन्दको छ कि यो गोग्रेटो डाँडा पनि हेर्नु है। त्यो हिमाल हेर्नु न कस्तो कता हिउँ छ, कता हिउँ छैन, यति राम्रो। त्यो क्रस गरेर बल्ल हामी ड्रिमल्यान्डमा आयौँ। ड्रिमल्यान्ड भन्ने चाहिँ त्यो देउरालीमा आएर खाना खायौँ। खाना खाएर हाम्रो बास त्यही नै भयो है। त्यस पछाडिबाट फेरि सबेरे हामी चिया ब्ल्याक टी र नास्ता खाएर अन्नपूर्ण बेस क्याम्पतिर लाग्यौँ। अनि त्यहाँबाट क्रस गर्दै काठे पुल छ, खोला कलकलाउँदो साउन, हरियाली। म र बहिनी चाहिँ यसरी, यो बहिनीहरू हामी चाहिँ यसरी फोटो खिच्दै रमाइलो गर्दै गयौँ। अनि 2टा चिरकुट हेर्नु, अरे केरलाको चिरकुटहरू यसरी नाच्दै रमाइलो गर्दै आयो। जस यिनीहरूले चाहिँ होल जर्नीमा चाहिँ रमाइलो सहज गरायो, हाँसी खुसी नाची रमाइलो गर्दै हिँड्यो। यिनीहरू यति राम्रो मनको है यो 2टा भाइहरू चाहिँ। जस उनीहरू केरलादेखि नेपाल अन्नपूर्ण बेस क्याम्प सुनेर घुम्न आएको अरे। अनि त्यसपछि हामी सँगसँगै चाहिँ माछापुच्छ्रे बेस क्याम्प पुग्यौँ। माछापुच्छ्रे बेस क्याम्पबाट यस्तो माथिहरूको त फेरि सिँढी रहेछ। सिँढी त कति कुरै नगर्नु। त्यो सिँढी क्रस गरिसकेपछि अब अन्नपूर्ण बेस क्याम्पतर्फ चाहिँ जाँदा सिधा बाटो छ। अनि त्यो बाटोमा चाहिँ तपाईँले ब्लू बर्डहरू कति धेरै भेट्नुहुन्छ। अनि तेर्सो गर्दै गएर अन्नपूर्ण बेस क्याम्प पुग्यौँ। जति बाटोमा छुटेका साथीहरू यहीँ भेट भएर फोटो खिच्यौँ है हामी अन्नपूर्ण बेस क्याम्प। यो त मेरो लागि त गर्वको समय नै थियो है। आई फिल प्राउड के म त्यस्तो गरेर पनि म अन्नपूर्ण बेस क्याम्पसम्म पुगेँ।
है। अनि त्यहाँ पुग्दाखेरि चाहिँ अनि तलैबाट हामीले चाहिँ एकदम भिडभाड भएको भएर चाहिँ हामीले पहिले अग्रिमै होटलहरू बुक गरेर जानुपर्छ। हामीलाई चाहिँ होटल पिसमा चाहिँ तलको जस्तो लोवर सिन्वाको चिनो होटलले चाहिँ बुक गरिदिएको थियो है। अनि त्यहाँबाट हामी गयौँ। अनि होटल पिसमा त्यहाँको भाइ चाहिँ राकेश कोरमजे जो कोही जानुहुन्छ भने नि अन्नपूर्ण बेस क्याम्प होटल पिसमा गएर बस्नुहोस्, त्यहाँ गएर राकेश कोरमजेलाई भेट्नुहोस्। ऊ जस्तो फ्रेन्डली, ऊ जस्तो फ्रेङ्कली, ऊ जस्तो हेल्पिङ ह्यान्ड्स भएको अरू कोही लागेन है मलाई चाहिँ। हामीलाई त्यहाँ लेख लाग्दा पनि हामीलाई चाहिँ आफ्नो पर्सनल सानो ग्यासहरू चाहिँ बालेर आगो ताप्नु दिएको थियो है। अनि त्यस पछाडिबाट रातिको भ्यूहरू पनि देख्नुभयो, सबै त्यो रातिको भ्यूहरू हेरेर अनि पोखरा झरेर न्यू इयर विस गर्दै गर्दै तल झरेर रमाइलो गरेर